हेलो गाइज वेलकम बैक टु माई च्यानल। आज चाहिँ मैले मेरो मम्मीलाई जू घुमाउन लगेको छु। हाई एभ्रिवान, दिस इज प्रियङ्का। आज चाहिँ म जू आएको छु अनि जूमा हामी अहिले एलिगेटरहरू हेरिरहेको छौँ। यो चाहिँ एकदमै फेमस जू हो। यसमा तपाईँले धेरै प्रकारको जनावरहरू देख्न सक्नुहुन्छ। यहाँ हेर्नु होला, यो जनावर, यो कछुवा यहाँनिर आराम गरिरहनु भएको छ। यो कछुवा साउथ इस्ट अफ अफ्रिकामा पाउने छ। हामी अब आइपुगेछौँ क्वाला नर्सरीमा। अब यहाँ तपाईँले विभिन्न खालको क्वालाहरू देख्न सक्नुहुन्छ। यो क्वालाहरू चाहिँ रुखमै सुतेर बस्छन्, त्यहाँ सुतिराखे हेर्नु। यो मम्मी यो अल्छी जनावर हो क्या, सुतिराखे त्यहाँ देखे रुखमा कसरी सुतिरहेको छ। ए पाइथन घाँटीमा लगाउने मम्मी, राजा सट्टा यो सर्प घाँटीमा लगायो भने कस्तो देखिन्छ होला? राजा सर्प होइन, यो पाइथन हो। यो चाहिँ नयाँ बनाएको आर्किटेक्चर रहेछ। अब हामी यहाँबाट क्याङ्गरू हेर्न जाँदैछौँ, अस्ट्रेलियाको जनावर। अब हामी आइपुगेको छौँ वेटल्यान्ड्सतिर। अब वेटल्यान्ड्समा चाहिँ हामीले के जनावर हेर्न पाउँछौँ, हेर्दै गर्नु होला। आज चाहिँ हामी अब हिँड्दा हिँड्दै साउथ इस्ट एसिया आइपुगेको छौँ। साउथ इस्ट एसिया भनेको चाहिँ अब हाम्रो नेपालको कन्टिनेन्टहरू पर्छ। अब यसमा चाहिँ हामीले अब देख्न सक्छौँ यहाँनिर गौतम बुद्धको प्रतिमा पनि बनाएको छ। यहाँनिर मलाई लाग्छ हाम्रो साउथ इस्टको फेमस एनिमल्सहरू रहेको छ। साउथ इस्टको एनिमल भनेपछि अब हामीले हात्ती, बाघ अनि त्यसपछि तपाईँको रातो पान्डा, रेड पान्डा हेर्न पाउँछौँ। अब हामी चाहिँ यहाँ हात्ती, यो त पसल जस्तो छ हौ, यो पसल हो। यहाँहरू हेर्न सक्नुहुन्छ तपाईँले ब्याम्बोको रुखहरू, गर्मी पनि टन्नै छ। मैले तपाईँलाई भनेको थिएँ नि हाम्रो नेपालको हात्ती यहाँ देख्न पाइन्छ भनेर। यो हात्तीको बारेमा केही जानकारी यहाँनिर छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो रेड पान्डा। यो रेड पान्डा चाहिँ हाम्रो देशको जनावर हो। यो रेड पान्डा चाहिँ 8 वर्षसम्म बाँच्छ। अब हामी रेड पान्डा खोज्नतिर लाग्छौँ। हामीले चाहिँ त्यहाँनिर रेड पान्डा भेटाएनौँ। अब हामी जाँदैछौँ टाइगर टेम्पल। अब चाहिँ यहाँनिर तपाईँहरूले बाघ देख्न सक्नुहुन्छ। यो बाघ हेर्नु, सिसा। तपाईँ यहाँ बस्नु त।
अफ्रिकामा प्रवेश गरेको छौँ। अफ्रिकामा हामीले यो जनावरहरू हेर्न मिल्छ। अब हामी आइपुगेछौँ जिराफतिर। जिराफहरू हेर्नु ल। जिराफहरू जेब्रा त्यो मम्मी पुरो धाउला र जेब्रा। They hold a world record. Rhino. Rhino have a very poor eyesight. We are here for this animal. Sorry. हरायो फेरि। मान्छेहरू कति धेरै छन्। अब त्यो एनिमल यहाँनिर छ भन्दैछन् है। त्यहाँ छ। अब हामी यहाँबाट पुस गरेर भित्र छिर्नेवाला छौँ। आउनु यता आउनु छिटो। तपाईँ मैले ढोका खोल्दैछु। अब अर्को ढोका खुलिँदैछ। हामी आइपुगेको छौँ वेलकम टु बर्ड आइल्यान्ड होइन के भन्छ विन्डिज आइल्यान्ड। अब हामी जाँदैछौँ केही जनावरहरू हेर्नलाई। भगवान् यो वाला जनावर यहाँ पाउँछ भनेर छ। अब हामी खोज्नुतिर लाग्छौँ। ला कछुवा बस्ने रहेछ। कछुवा दुम्सी जनावर हो। हामी हेर्न आएको छौँ। अब यो दुम्सी जनावर यहाँ रहेको छ। पछाडि नुक्यो। दुम्सी जनावर निस्क्यो। नगर न नचल न। त्योभन्दा मेरो दुम्सी जनावर देख्नुभयो। यो झिङ्गाले चाहिँ रविलाई टोकेर ठिक्क पार्छ। त्यो त माउरी हो। यसले ठिक्क पार्छ। Video? हामी रातो क्याङ्गुरू हेर्न आएको छौँ। यहाँनिर हेर्नु क्यामेरा बोकेको छ तर क्यामेरामा एउटा पनि राम्रो फोटो नखिच्ने मान्छे यही हो। हाँसिरह। यो मान्छेले राम्रो फोटो खिच्यो भने युट्युबमा राम्रो राम्रो फोटोको एक्जाम्पलहरू आउनेवाला छन्। क्याङ्गुरू यहाँभित्र हो कि? ऊ रहेछ त्यहाँ हो स्याडो
अब यहाँनिर चाहिँ हामीले चराहरूको प्रजातिहरू हेर्न पाइन्छ। गर्मी यस्तो गर्मी छ अहिले हाम्रो अस्ट्रेलियामा तपाईँको 40 डिग्री गर्मी छ। अनि यहाँ हेर्नु एउटा हिँडिरहेको एउटा यो चाहिँ के खालको चरा हो बाफ्रे लामो लामो खुट्टा हेर न लामो लामो खुट्टा लगाएर हिँड्दैछ। अब यहाँनिर चाहिँ के छ Which one? Oh. त्यहाँनिर अर्कै खालको चरा रहेछ तलपट्टि। You can see some wombat here. They are sleeping. Yes, it is. अब चाहिँ हामी सर्प हेर्न छिरेको छौँ। यहाँनिर होइन हौ भित्र म्युजियममा हुन्छ यो त वामब्याटको लागि वामब्याट यहाँनिर देखेन सुतिरहेको यो वामब्याट सुत्ने ठाउँ बनाएको। अब हामी सर्प हेर्न जाँदैछौँ। यो मान्छे मेरो भ्लगमा चाहिँ जहिले पनि अगाडि अगाडि हिँडिरहेको हुन्छ। अब हामी आइपुग्यौँ। अब यहाँनिर हामीले देख्न सक्छौँ यो सर्प यहाँ छ यी सर्प। ए सर्प होइन रहेछ है यो चाहिँ जिला मोन्स्टर। पार्कतिर पनि यहाँ देखिन्छ यस्तो सर्प। यसले सर्पले चाहिँ मारिदिन्छ मान्छेलाई पनि। So how do they ever like procreate if they can't even do it? I swear this is gonna happen. King Cobra. King Cobra. यहाँ अब मम्मीले लिँदै हुनुहुन्छ क्याङ्गरू र बाघ मम्मीलाई मन परेको छ।